हेलो गाइज, आज चाहिँ हामी क्लास 11 फिजिक्सको मोडेल पेपर हेर्नेछौँ। यो भिडियो चाहिँ खास गरी क्लास 11 को लागि हो, किनभनेपछि जो विद्यार्थीलाई मोडेल पेपरको बारेमा थाहा छैन, इक्जाममा कस्तो पेपर आउँछ भन्ने थाहा छैन, त्यसलाई चाहिँ यो भिडियोले एकदम हेल्प गर्नेछ। यस्तै पेपर तपाईको इक्जाममा आउँछ, यही मोडेलको पेपर तपाईको इक्जाममा आउँछ। यो चाहिँ यनिपेले नै पब्लिस गरेको मोडेल पेपर हो। यो चाहिँ 2077 को अनुसार हो। 77 मा चाहिँ नयाँ कोर्स आएको थियो र त्योबाट चेन्ज भएको पनि छैन। 2077 सालदेखि अहिलेसम्म त्यही कोर्स छ। सो ल त सुरु गरौँ। र फिजिक्सको ग्रेड 11 को मोडेल पेपर भयो, यसरी आउँछ। अब यसमा चाहिँ के हुन्छ भनेपछि तपाईको फिजिक्समा 5 वटा सेक्सनहरु हुन्छ। तपाईले पढ्नु भएको भए अहिलेसम्म त त्यति त थाहा होला, किनभने फाइनल इक्जाम हुँदैछ तपाईको बुकमा चाहिँ 5 वटा सेक्सन छ। मेकानिक्स, हिट एन्ड थर्मोडाइनामिक्स, वेभ एन्ड ऑप्टिक्स। खासमा तपाईको रे एन्ड ऑप्टिक्स हुनुपर्ने हो, तर यता चाहिँ वेभ एन्ड ऑप्टिक्स दिएको छ। अनि इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिज्म अनि मोडर्न फिजिक्स 5 वटा सेक्सन रहेको छ। र सबभन्दा बढी मार्क कभर गर्ने सेक्सन चाहिँ मेकानिक्स हो। मेकानिक्स भने ग्रेड 11 को लागि चाहिँ मोस्ट इम्पोर्टेन्ट हो। ग्रेड 12 मा चाहिँ अलिकति कम हुन्छ, तर ग्रेड 11 मा चाहिँ सबभन्दा बढी मेकानिक्स हुने गर्छ। सो मेकानिक्स चाहिँ एकदमै इम्पोर्टेन्ट सेक्सन हो फिजिक्सको लागि, ग्रेड 11 को लागि। र योबाट कुरा गर्नुपर्दा 26 नम्बरको क्वेशनहरु आउने गर्दछ। 75 मा 26 नम्बर जस्ट मेकानिक्सबाट आउने गर्दछ। अनि त्यसपछि चाहिँ हिट एन्ड थर्मोडाइनामिक्स छ। हिट एन्ड थर्मोडाइनामिक्सबाट पनि टन्नै क्वेशन आउँछ। हिट एन्ड थर्मोडाइनामिक्सबाट 15 नम्बरको सोधिने गर्छ। अनि ऑप्टिक्सबाट चाहिँ 9 नम्बरको, अनि इलेक्ट्रिसिटीबाट चाहिँ 16 नम्बरको, अनि मोडर्न फिजिक्सबाट चाहिँ 9 नम्बरको। त्यसैले अब म चाहिँ तपाईलाई के रिकमेन्ड गर्छु भनेपछि यो मेकानिक्स र हिट एन्ड थर्मोडाइनामिक्स चाहिँ पढेरै जानु होला। एकदम रटेर जाने, एकदम पुरै केही नछोडेर जाने। अनि यो मोडर्न फिजिक्स पनि त्यस्तो गाह्रो छैन र यहाँबाट 9 नम्बरको सोधिँदैछ भनेपछि यो पनि नछोड्नु होला। सो अरु पनि पढ्नु होला। पढ्न त यो ऑप्टिक्स पनि सजिलै छ। रे ऑप्टिक्सहरु एकदम सजिलो छ क्लास 11 को। एन्ड इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिज्म कतिलाई सजिलो लाग्छ, कतिलाई धेरै हार्ड लाग्छ, बट 11 को चाहिँ यो सजिलै छ, यो पनि पढ्नु होला। अनि क्वेशनहरुको कुरा गर्नुपर्दा चाहिँ एमसीक्यूहरु चाहिँ 11 वटा मिल्छ तपाईलाई, र त्यसको लागि 25 मिनेट दिनुपर्छ भनेको छ। अब त्यो चाहिँ तपाईमा डिपेन्ड गर्छ, तपाईले 10 मिनेट दिदा पनि भयो यदि तपाईले आउँछ भनेपछि। अनि सर्ट आन्सर क्वेशन चाहिँ 5 वटा सोधिन्छ। सरी, 5 नम्बरको एउटा हुन्छ अनि 8 वटा हुन्छ, अनि त्यो चाहिँ 40 नम्बरको हुन्छ। सो सर्ट क्वेशनहरु चाहिँ सबभन्दा बढी हुन्छ, 40 मार्कको हुन्छ। र यसको लागि चाहिँ 155 मिनेट भनेको छ। एन्ड 155 मिनेट यो दुईटैको लागि हो। खासमा सर्ट र लङ दुईटैको लागि 155 मिनेट। अनि लङ चाहिँ 8 नम्बरको एउटा हुन्छ र यो चाहिँ 3 वटा सोधिन्छ र यसले कभर गर्छ 24 मार्क। सो टोटल भयो 75 मार्क र तपाईलाई टाइम मिल्छ 3 घण्टा। यो रिमार्कहरु पनि दिएको छ। यो चाहिँ तपाई अब पढ्न सक्नुहुन्छ, कति ल्याएपछि पास हुने इटीसी यता दिएको होला। अब चाहिँ हामी मोडेल क्वेशन हेरौँ। यो चाहिँ मोडेल क्वेशनहरु भयो। तपाईको इक्जाममा यस्तै टाइपको पेपर आउँछ र यही पेपर आउँछ भन्न खोजे हैन, तर यस्तै पेपर आउँछ तपाईको इक्जाममा। र ग्रुप ए मा चाहिँ तपाईलाई एमसीक्यू सोध्ने गर्छ। धेरैलाई थाहा भएकै कुरा हो, त्यही पनि कति विद्यार्थीले कस्तो हुन्छ भनेपछि पेपर हेरेकै हुन्न, इक्जाममा कस्तो पेपर आउँछ भन्ने थाहा नै हुन्न कति विद्यार्थीलाई। किनभने 11 मा धेरै विद्यार्थीहरु सिरियस नै हुन्नन् के, 12 मा गएर अलिअलि पढ्न थाल्छन्, तर 11 मा मतलबै हुन्न कस्तो पेपर। फाइनलको लागि पनि खासै मतलबै राख्दैनन्, किनभने 11 को परीक्षा हो, 11 मा स्कुलले नै पास गरिहाल्छ भनेर खासै मतलब राख्दैनन्। त्यसैले यो भिडियोबाट चाहिँ तिनीहरुलाई हेल्प गर्न सक्छ। अब राम्रो पढ्ने विद्यार्थीले चाहिँ अगाडि नै हेरिसके हुन्छ मोडेल पेपर कस्तो आउँछ भनेर। सो ग्रुप ए मा चाहिँ 11 नम्बरको एमसीक्यूहरु सोध्छ र यो एमसीक्यूहरु चाहिँ अलि कन्सेप्चुअल टाइपको हुन्छ। सो यो अब मैले सल्भ गरेर भएन, किनभने धेरै कम टाइम छ। सो यो चाहिँ तपाई हेर्नुस्, यस्तो टाइपको एमसीक्यूहरु सोध्छ। एन्ड टोटल एमसीक्यूहरु हुन्छ 11 वटा र धेरै गाह्रो पनि हुन्न। तपाई अब उस्तै पनि मिलाउन सक्नुहुन्छ। यदि तपाईले अलिअलि पढ्नु भएको छ भनेपछि डेफिनेटली तपाईले मिलाउन सक्नुहुन्छ। अनि ग्रुप बी मा चाहिँ
40 नम्बरको आउँछ 40 नम्बर भने धेरै हो यसमा तपाईले आधा गर्नुभयो भने पनि अनि एमसीक्यू गर्नुभयो भने पनि तपाई पास हुनुहुन्छ सो अब यता क्वेशन हेरौँ हामी अलिअलि क्वेशन हेरौँ जस्तै स्टेट द ल अफ कन्जर्भेसन अफ मोमेन्टम भनेको छ कस्तो सजिलो क्वेशन छ अब यो चाहिँ मेकानिक्सबाट सोधिएको छ एन्ड त्यसपछि एउटा न्यूमेरिकल दिएको छ एन्ड त्यसपछि एउटा रिजनिङ वाला क्वेशन दिएको छ 1 नम्बरको सो यसरी नै सोधिने गर्छ एक्जाममा एन्ड यो चाहिँ हेर्नुस् थर्मोडायनामिक्सबाट आएको छ स्पेसिफिक हिट अफ भेपराइजेसन अफ वाटर इज यो अनि त्यसपछि चाहिँ न्यूमेरिकल छ अनि अब सीमा चाहिँ एउटा त्यस्तो रिजनिङ वाला क्वेशन छ अनि त्यस्तै सबैहरु छ जस्तै यो स्टेट एन्ड थ्री प्रोपर्टिज अफ आइडियल ग्यास एन्ड एज्युम्ड बाइ काइनेटिक थ्योरी अफ ग्यास यो पनि हिट एन्ड थर्मोडायनामिक्सबाट सोधेको छ अनि तपाई हेर्नुहोस् यता यस्तो टाइपको क्वेशनहरु सोध्छ एन्ड तपाईलाई कति दुईटा क्वेशन चाहिँ ओरमा मिल्छ एन्ड त्यसले गर्दा तपाईले सजिलो पनि हुन्छ तपाईले नआएको क्वेशन चाहिँ तपाई गर्न सक्नुहुन्छ तर ओरमा मिल्ने क्वेशन पनि यस्तो छ कि जस्तै मेकानिक्सबाट पनि ओरमा मिल्ने भयो मेकानिक्सबाट ओरमा मिल्ने भयो अब मेकानिक्स र रे अप्टिक्सबाट चाहिँ ओरमा मिल्दैन कि तपाईलाई एउटै सेक्सनबाट चाहिँ ओरमा मिल्ने भयो त्यस्तो हुन्छ त्यसैले अब सबै पढ्नु पर्ने हुन्छ त्यसले गर्दा तपाईलाई यस्तो हुन्न कि म मेकानिक्स पुरै पढ्छु र रे अप्टिक्स चाहिँ छोड्दिन्छु भनेपछि तपाईले ओरमा मिल्नेवाला छैन त्यसैले तपाईले पढ्नु चाहिँ पुरै पर्छ एन्ड अरु क्वेशनहरु पनि तपाई हेर्न सक्नुहुन्छ यस्तै टाइपको क्वेशनहरु सोध्छ र ग्रुप सी मा चाहिँ अलिकति गाह्रो क्वेशन तपाईलाई लाग्न सक्छ किनभने पछि ग्रुप सी मा चाहिँ एक दुईवटा क्वेशन यस्तो हुन्छ कि तपाईलाई एकदम कन्फ्युजिङ लाग्छ किनभने तपाईले राम्ररी पढ्नु पनि भएको हुँदैन यस्तो क्वेशन प्र्याक्टिस पनि गर्नु भएको हुँदैन धेरै विद्यार्थीलाई चाहिँ यस्तै क्वेशन गाह्रो लाग्छ मलाई पनि यस्तै क्वेशन गाह्रो लाग्थ्यो 11 मा पढ्दाखेरि इभन 12 मा पनि किनभनेपछि यस्तो क्वेशन देखेरै म डराउँथे के यो फिगर वाला क्वेशनहरु सो यो चाहिँ अलिकति गाह्रो हुन्छ तर सल्भ गर्न चाहिँ सजिलो हुन्छ कि देख्नमा गाह्रो लाग्ने त्यस्तो टाइपको क्वेशनहरु हुन्छन् यिनीहरु सो यो पनि तपाई सक्नुहुन्छ भनेपछि सल्भ गर्नु होला यो सबै क्वेशन हेर्नु होला सो तपाई यता देख्न सक्नुहुन्छ 10 नम्बरमा पनि एउटा यो फिगर वाला क्वेशन दिएको छ यो चाहिँ सर्कुलर मोसनबाट होला सायद यो चाहिँ सजिलो हुन्छ यो तपाई हेर्नु होला यो सर्कुलर मोसनबाट चाहिँ एकदम सजिलो सोध्या हुन्छ एन्ड यहाँबाट पनि ओरमा मिलिरहेछ अब 11 मा चाहिँ यो सायद यो मिक्स गरेर दिएको जस्तो लाग्यो नै यो चाहिँ मोडर्न फिजिक्सबाट छ सायद सो यो सबै क्वेशन भयो यो सबै क्वेशन तपाईहरु सक्नुहुन्छ भनेपछि हेरेर जानु होला प्र्याक्टिस गरेर जानु होला किनभने यही क्वेशन नआए पनि यस्तै टाइपको क्वेशन चाहिँ आउन सक्छ जस्तै न्यूमेरिकल यो प्र्याक्टिस गर्नुभयो भनेपछि भ्यालुहरु चेन्ज गरेर यस्तै टाइपको चाहिँ आउन सक्छ सो आई होप यो भिडियोले तपाईलाई अलिकति हेल्प गर्यो होला जसले मोडल क्वेशन हेर्नु भएको छैन त्यो चाहिँ अब यहाँदेखि अलिअलि आइडिया लिन सक्नुहुन्छ सो आजको लागि यति नै होप दिस भिडियो helps you. Thank you. All the best for your exam.